नमस्कार, म कमला साङ। आज मेरो प्रेजेन्टेसनको टपिक रहेको छ एलसिडी एन्ड एलइडी डिस्प्ले इन कम्प्युटर। फर्स्टमा रहेको छ इन्ट्रोडक्सन अफ एलसिडी। एलसिडी इज लिक्विड क्रिस्टल डिस्प्ले इज अ फ्ल्याट panel display device that use liquid crystal to control light from a backlight and display image, text and graphics on the screen। एलसिडी भनेको चाहिँ लिक्विड क्रिस्टल डिस्प्ले हो। त्यो चाहिँ कम्प्युटर ग्राफिक्समा इमेजहरू डिस्प्ले गर्न अनि टेस्टहरू डिस्प्ले गर्न प्रयोग गरिन्छ। हाउ टु वर्क एलसिडी डिस्प्ले। एलसिडी डिस्प्लेले कसरी काम गर्छ भन्दाखेरि ब्याकलाइट प्रोभाइड कन्टेन्ट लाइट आउट फ्रम एलइडी इन मोडर्न डिस्प्ले साइनिङ थ्रु द लेयर्स। ब्याकलाइटले चाहिँ एलइडी डिस्प्लेमा भएको लाइटहरूलाई साइनिङ गर्छ। पोलराइजरले टु फिल्टर टप एन्ड बटम ब्लक अर एलो लाइट बेस्ड अन इट्स पोलराइजेसन। अनि रहेको छ लिक्विड क्रिस्टल। Liquid crystal, a layer of liquid crystal molecules between the polarizer and electric current changes their orientation, twisting or aliasing। अनि TFT रहेको छ thin film transistor matrix। Each pixel has tiny transistor and control the voltage precisely, managing crystal alignment। पछि चाहिँ कलर फिल्टर। इच पिक्सल हैज रेड, ग्रीन एन्ड ब्लू RGB सब पिक्सल varying the light passing through then creates colors। लास्टमा चाहिँ इमेज फर्मुलेसन। द क्रिस्टल्स एक्ट एज मेट्रिक। इच पिक्सल हैज टाइनी ट्रान्जिस्टर अनि that controls the voltage precisely, managing crystal alignment। and color filter। each pixel has red, green and blue RGB subpixels varying the light passing through then creates colors। लास्टमा रहेको छ इमेज फर्मेसन। the crystal act as shutter twisting light so it passes through the second polarizer on or gets block of forming shades and color controlled by the TFTs and RGB filters। फर्स्टमा रहेको छ लिक्विड ब्याकलाइट। यही कुरालाई चाहिँ पिक्चरमा हेरौँ। तलको पछाडि चाहिँ ब्याकलाइट सोर्स राखेको छ र बिचमा क्रिस्टल राखिएको छ। त्यसले चाहिँ इमेजलाई स्क्रिनमा डिस्प्ले गर्ने काम गर्दछ। हाउ टु युज एलसिडी। एलसिडी किन युज गर्ने भन्दाखेरि थिन एन्ड लाइट वेट। पातलो र लाइट वेट हुन्छ। लो पावर कन्ज्युम्सन। पावरलाई लो पावर हुन्छ। लेस हिट जेनेरेसन अनि गुड इमेज क्वालिटी। टाइप अफ एलसिडी डिस्प्ले। मेनी एलसिडी भेरिएन्ट have emerged over the years, optimizing key parameters like viewing angles, response time, contrast and color gamut। Twisted pneumatic TN, it is the most common and inexpensive LCD type। It has fast response time but poor viewing angles and color reproduction। It is used in low-end device। ट्विस्टेड लिमिटेड TN भनेको चाहिँ भिङ एङ्गल र कलर रिप्रोडक्सनको लागि चाहिँ लो डिभाइसमा पनि युज गर्न मिल्छ। इन प्यालेन स्विचिङ IPS, इट प्रोभाइड इम्प्रुभड भिङ एङ्गल्स अप टु 178 by an in-plane electronic field। It has a slower pixel response। It is used in mid-range device। इन प्लेन स्विचिङ चाहिँ स्लो पिक्चर रेस्पोन्समा अनि काम गर्छ। इट इज युज्ड इन मिड रेन्ज डिभाइस। मिड रेन्जको डिभाइसमा पनि यसले इजिली काम गर्छ। भर्चुअल अलाइजमेन्ट VA panels fall somewhere in between IPS and TN panels। they are more accurate than IPC panels but have better color reproduction than TN panels।
अनि एडभान्स फिरिङ फिल्ड स्विचिङ AFFS. These displays are optimized for video speed and gaming monitors. एडभान्स फिगरिङ फिल्ड स्विचिङ चाहिँ गेम भिडियो स्पिड र गेमिङ मोनिटरहरूको लागि चाहिँ युज गरिन्छ. एप्लिकेसन अफ LCD screen have become popular across the multimedia device and sector. Following are the application of the LCDs. एकमा रहेको छ कन्ज्युमर इलेक्ट्रोनिक्स, मोबाइल फोन्स, ट्याब्लेट, laptop, desktop, monitor and televisions. Also digital cameras, handheld gaming device and e-readers. Consumer electronics भनेको चाहिँ मोबाइल फोन, ट्याब्लेट, ल्यापटप, डेस्कटप, मोनिटरहरूमा चाहिँ मोनिटर र डिस्प्लेहरूमा डिजिटल क्यामेरा, गेमिङ डिभाइसहरू चाहिँ ह्यान्डल गर्नको लागि युज गरिन्छ. अनि अटोमेटिभ डिस्प्ले, सेन्टर कन्सोल, infotainment system, instrument cluster, heads up displays and view cameras को लागि पनि युज गरिन्छ. इन्डस्ट्रियलमा टेस्ट इक्विपमेन्ट, मेडिकल मोनिटर लाइट, ECG, इन्डस्ट्रियल ह्युमन मेसिन इन्टरफेस, HMIS एन्ड रब्ड डिस्प्ले. इन्डस्ट्रीमा मेडिकल इक्विपमेन्ट, ECG र ह्युमन मेसिनमा पनि युज गरिन्छ. अनि डिजिटल सिग्यान्स, एडभर्टाइजिङ डिस्प्ले, बिलबोर्ड, रिटेल इन्फर्मेसन स्क्रिन, प्रोडक्ट प्रमोसनको लागि नि युज गरिन्छ. अनि मिलिटरी हाइली रब्ड LCD इन एडभान्स नेभल सिस्टम, ट्याक्टिकल इक्विपमेन्ट एन्ड आर्मर्ड भेहिकल्स रिप्लेसिङ लेजेन्सी CRTL. यो चाहिँ आर्मीहरूको लागि नि युज. वाच, हेल्थ, फिटनेस ट्र्याकर एन्ड हेड माउन्टेड AR VR सिस्टमहरूमा नि LCD को युज हुन्छ. अनि स्मार्ट होम्स, इन्टरेक्टिभ टच स्क्रिन्स, स्मार्ट मिरर एन्ड एप्लायन्स इन्टरफेसहरूको लागि होम स्मार्ट होमहरूमा नि यसको LCD को युज हुन्छ. LED डिस्प्ले. LED display is a modern display technology that uses light emitting fluid LED as the light source to display image, text, videos. In most TVs and monitor, LED display is actually an advanced type of LED where LEDs are used as the backlight inside of CCFL lamp. Of LED display. LED backlight चाहिन्छ. एज लीड और फुल एरे, लिक्विड क्रिस्टल लेयर चाहियो. अनि पोलराइजिङ फिल्टर्स, कलर फिल्टर RGB कलर चाहियो. थिन फिल्म ट्रान्सलेटर, फ्रन्ट स्क्रिन. डिस्प्ले चाहिँ यस्तो किसिमको हुन्छ. फर्स्टमा सबट्र्याक्ट. अब नेक्स्ट टपिक रहेको छ LED डिस्प्ले. LED डिस्प्ले चाहिँ यसरी चित्रमा हेरौँ. फर्स्टमा रहेको छ, फर्स्ट फ्रेममा चाहिँ सबट्र्याक्ट छ. अनि त्यसपछि कलर फिल्टरलाई चाहिँ ब्ल्याक मेट्रिक्समा कन्भर्ट गरेको छ. र त्यसमा कन्भर्जन भइसकेपछि LED ड्राइभरमा पठाएको छ. LED ड्राइभरबाट सबट्र्याक्ट भएर माइक्रो LED डिभाइसमा चाहिँ कन्भर्ट भएको छ. अनि बीमा चाहिँ सबट्र्याक्ट भएको कलर फिल्टर भएर ब्याक ट्युनिङ भएको छ. अनि कलर कन्भर्जन मेटेरियल, अनि त्यसलाई चाहिँ फनेल ट्युब एरेमा कन्भर्ट गरेको छ. र त्यसले चाहिँ LED ड्राइभरमा पठाएको छ. LED ड्राइभरले सबट्र्याक्ट गरेर माइक्रो LED तयार गरिएको छ. टु वर्क LED डिस्प्ले. LED डिस्प्लेले कसरी काम गर्छ भन्ने छ. माइक्रो LED प्रोड्युस लाइट. माइक्रो LED ले लाइट प्रोड्युस गर्छ. अनि फनल ट्युब एरेमा पठाउँछ. गाइड्स लाइट फ्रम इच माइक्रो लिड. माइक्रो लिडले चाहिँ लाइटलाई गाइड गर्छ. रिड्युस लाइट ल्याकेज बिट्विन पिक्चर र लाइटलाई रिड्युस गर्छ. अनि कलर कन्भर्जन मेटेरियल. अनि कन्भर्ट लाइट इन्टु RGB कलर मोर इफिसियन्टली. सबै कलरहरूलाई चाहिँ RGB कलरमा कन्भर्ट गर्छ. ब्ल्याक मेट्रिक एन्ड कलर फिल्टर.
ब्ल्याक मेट्रिकले चाहिँ कलरलाई फिल्टर गर्छ अनि इम्प्रुभ कलर एक्युरेसी एन्ड कन्ट्रास्ट कलरको एक्युरेसीलाई इम्प्रुभ गर्छ। फाइनल इमेज अनि चाहिँ फाइनल इमेज फर्मेसन हुन्छ। लाइट प्यासेज थ्रु द टप सब्ट्र्याक्ट क्लियर ब्राइट इमेज एपियर अन द स्क्रिन। त्यसपछि चाहिँ हाम्रो स्क्रिनमा क्लियर इमेज देखिन्छ। अब रहेको छ एलइडी डिस्प्ले इज युज्ड। एलइडी डिस्प्ले कहाँ कहाँ युज हुन्छ त भन्ने विषय रहेको छ। कम्प्युटर मोनिटर एन्ड ल्यापटपमा युज हुन्छ। टेलिभिजन टिभीमा, मोबाइल फोन्स एन्ड ट्याब्लेटमा, स्कुल एन्ड कलेज स्मार्ट बोर्डमा, अफिस एन्ड कन्फरेन्स हलहरूमा नि युज हुन्छ। अनि सपिङ मल एन्ड डिजिटल एडभर्टाइजिङ बोर्डहरूमा नि युज भएको हुन्छ। बेसिकली चाहिँ ट्राफिक सिग्नलमा नि युज भएको हुन्छ। स्टेज प्रोग्राम एन्ड कन्सर्ट हलमा, स्टेडियम एन्ड लार्ज स्क्रिन्स, एयरपोर्ट एन्ड रेलवे स्टेसनमा नि एलइडी डिस्प्ले युज गरिन्छ। एडभान्टेज अफ एलइडी डिस्प्ले हाई ब्राइटनेस एन्ड क्लियर इमेज क्वालिटी, लो पावर कन्जम्सन, इनर्जी इफिसियन्ट, thin and lightweight design, better contrast ratio and compared to LCD, faster response time, environment friendly, no mercury, wide viewing angle. अब फाइनलमा रहेको छ एलइडी अनि एलसिडी डिस्प्ले कन्क्लुजन। LED र LCD display are widely used modern display technology in computer and electronic device. LED liquid crystal display work by controlling light from a backlight using liquid crystal, while LED display is an advanced form of LED that uses LED backlighting instead of CCFL. Compared to LCD, LED displays offer better brightness, higher contrast, lower power consumption, thinner design and longer lifespan. Therefore, LED displays are more efficient and commonly used today, while LCD displays are still useful where cost is a major factor. Thank you.